हेलो नमस्ते सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति। हजुरहरूले के खानुभयो त? म चाहिँ आज अल्छी लागेर सधैँ चाहिँ स्ट्रबेरी गाडी जाने गर्थ्यौँ, चिको गाडी। यसपालि चाहिँ नगएकोले यतिकै खाना लागेको छु। यो चाहिँ सुसीको डल्ला हो, यो चाहिँ फर्सी हो, यो चाहिँ पुरिङ हो, यो चाहिँ सुठुनी हो। जहिले पनि आज पनि सुठुनी खानु पर्यो भनेर सोचिरहेको छु। आज पनि सानो खालको सुठुनी लिएको छु। तातो तातो नुन चिया, निम्की चिया। नेपालमा त कति धेरै प्रकारको थरीथरीको तरुलहरू फलफुलहरू खानुभयो होला। यहाँ चाहिँ त्यस्तो बनाउन जाँगर पनि चरेन। जाँगर न साँगर खाने बेला म गाँगर भने जस्तै त्यस्तो केही पनि बनाएको छैन। आज चाहिँ सुठुनी खाएँ ल। सुठुनी चाहिँ मलाई एकदम मनपर्छ है। म त सुठुनी फर्सी एकदम मनपर्ने भएकोले प्राय खाइरहन्छ सुठुनी र फर्सी पनि गुलियो हुन्छ। नेपालको जस्तो ठुलो चाहिँ हुँदैन, सानो सानो हुन्छ बट तर गुलियो हुन्छ। अनि तपाईँहरू चाहिँ कसरी मनाउनु भयो त? नेपालमा त फ्यामिली सबैजना भेटेर सङ्क्रान्ति मान्नुभयो होला, फलफुल खानुभयो होला, धेरै थरीको फलफुल खानुभयो होला। यहाँ चाहिँ त्यस्तो फलफुल मिठो हुन्छ तर त्यस्तो पिँडालुहरू पनि त्यस्तो मिठो हुँदैन रहेछ नेपालको जस्तो। यो फर्सी पनि लास्टै गुलियो हुन्छ। चिनी लगाएको जस्तै हुन्छ क्या। हाम्रो मम्मी चाहिँ जापान आउँदा लास्टै मिठो रहेछ यो फर्सी त। नेपाल जाँदा लगेर जान्छु भनेर लग्नु भएको थियो, तर त्यस्तो भएन अरे, मऱ्यो अरे। म त गीत पनि प्रशान्त तामाङको गीत पनि सुनेर बसिरहेको। हामी माझ हुनु त हुन्न, तर पनि गीत चाहिँ छ अमर। एकदम मिठो छ। यो चाहिँ पुरिङ भन्छ। यो माथि चाहिँ साँचुमाईमा नै यो सुठुनी नै हालेको, अनि क्रिम, तल चाहिँ पुरिङ। आज चाहिँ लास्टै खानु मन लागेर पुरिङ खानु मन लागेर लिएर आएको। स्ट्रबेरी इचिगो, यहाँ चाहिँ एकदम इचिगो हुन्छ जापानहरू। अहिले जुनिगाचोबाट चाहिँ इचिगो गाडी स्टार्ट भइसकेको छ, गुगाचोतिसम्म। जहिले जान्थेँ, यसपालि चाहिँ जान पाएको छैन, जान पाउँदैन। त्यही भएर बोटमै गयो भने चाहिँ ठुल्ठुलो खाना पाइन्छ। ठुल्ठुलो पनि छ, कति धेरै खाना पाइन्छ, तर यसपालि चाहिँ नजाने भयो।
यस्तो जहिले नोरीले डल्लाको लेउले डल्लाको भात। धन्यवाद। ह्याप्पी महावीर सङ्क्रान्ति सबैलाई। तपाईले कसरी मनाउनु भयो? बाई बाई, थ्याङ्क यू।